दबाई गर्नै परेन कि हात चल्दैन थियो हात पनि चल्न थाल्यो सुगर पनि कन्ट्रोल भयो ग्यास्ट्रिक पनि कन्ट्रोल भयो माइग्रेन पनि कन्ट्रोल भयो हेलो एभ्रिवान आज चाहिँ हाम्रो अर्ग्यानिक खाजा घरमा आएको छ यहाँ अर्ग्यानिक खाजा मात्र होइन यहाँ अर्ग्यानिक सामानहरू पनि राख्नु भएको छ यो के हो भन्दै थियो बुढी यो यहाँनिर जस्तै पिरा नाङ्लो डोको फुर्लुङ घुन हात टोपीहरू चोयाले बनाएको के छ सामानहरू छ भन्दाखेरि स्वादको लागि होइन स्वास्थ्यको लागि खाऊ यहाँ चटपटे पनि पाउँछ तर चटपटे यस्तो हुन्छ है चट्टसँगले स्प्राउटहरूको यो उमारेको मुगी दाल मेथी चनाको एक कुरा पनि आइपुग्यो यहाँ चाहिँ फापर र कोदोको यो रोटी फापर छ हो नि यो फापर यो कोदो यहाँ यहाँ सिस्नुको पनि छ यहाँ अनि यसलाई के भन्छ चटपटे यो स्प्राउटहरूको चनाहरूको स्प्राउट उमारेकोहरूको छ ल सबैले स्वादको लागि होइन है स्वास्थ्यको लागि खानुपर्छ पर हेर्नु त गोरुलाई लाउने यता जुवा हुन्छ यो चाहिँ गोरुको यस्तोमा लगाइन्छ यस्तोमा लगाएर जोत्ने हो क्या यसलाई जुवा भन्छ जुवा भन्छ स्वादको लागि होइन जुवा भन्छ जुवा भन्दैन यसलाई हलो भनेको चाहिँ यस्तो जोत्ने होइन त यस्तो तिखो भएको मेरो बुढी अमेरिकाबाट आएको पट्टा छैन पट्टा भनेको चाहिँ यस्तो पट्टा भनेको चाहिँ यस्तो स्लिम भएको उहाँ चाहिँ केले जोत्थ्यो उहाँ अमेरिकामा के भन्छ ट्र्याक्टरले हो ट्र्याक्टरले हो तपाईँ चाहिँ खास चाहिँ केबाट प्रभावित हुनुभएको रहेछ यो यही गर्ने भन्दा चाहिँ ए मेरो त पहिला श्रीमती पुरै बिरामी हुनु हो अनि हामीले धेरै दबाई गऱ्यौँ हात पनि चलेन अनि ग्यास्ट्रिकले पनि त्यस्तै बनायो अनि सुगरले पनि 300 भन्दा माथि गयो माइग्रेन भयो अनि पैसा धेरै खर्च गऱ्यौँ 2.5 लाख रुपियाँ ल्याउँदा पनि झन् अब त मलाई डिप्रेसनको दबाई ल्याइदिनु भन्न थालेपछि चाहिँ अब हामीले खानेकुराहरूलाई चाहिँ सही तरिकाले हाम्रो मौलिक कुराहरू खाइनौँ भने चाहिँ उपचार नहुने रहेछ हाम्रो उपाय रहन्छ भनेर अनि बरु बिकोस् नबिकोस् होइन कम्ती हाम्रो फ्यामिली त स्वास्थ्य बनायो भने हामीलाई खुसी नै भनेको त्यो हो हामीले बरु खानेकुरा सबै चेन्ज गरौँ भनेर अनि सबै चेन्ज गर्यो अनि जब यो खाना चेन्ज गरेपछि अब मेरो मिसेसको सबै बिरामी हटो दबाई गर्नै परेन कि हात चल्दैन थियो हात पनि चल्न थाल्यो सुगर पनि कन्ट्रोल भयो ग्यास्ट्रिक पनि कन्ट्रोल भयो माइग्रेन पनि कन्ट्रोल भयो अनि जब त्यो झन् ठिक हुँदै गएपछि हामीलाई झन् ऊर्जा आयो क्या अब चाहिँ अझै खुवाउने अरूलाई पनि अझै खुवाउने व्यापक गर्ने भनेर चाहिँ अनि अब सबै कुरा क्या हामीले चाहिँ हामी कुकरको भात खान्नौँ कुकरहरू राख्दैनौँ प्रेसर कुकर राइस कुकर एल्युमिनियमको भाँडा कराई केही राख्दैनौँ अनि प्लास्टिकको भाँडा हाम्रो चाहिँ पित्तलमा अनि किटको कराईमा फलामको कराईमा अनि माटोको कराई भाँडाहरू पनि पकाउँछौँ अनि खाजा पनि हामीले 50 रुपियाँभन्दा यहाँ बढीको खाजा हामीले केही राखेको छौँ यहाँ हाई लेभलको पनि आएर खान्छ लो लेभलको पनि खान्छ होइन लोकेसन त के पो भन्छ मिल के पो भन्छ रोड वार्ड नम्बर 6 पर्छ यो पशुपति चिउरा मिलको छेउ हो यो धेरै बिरामीहरू फ्राई गरेर हुन्छ क्या सुगरको प्रेसरको ग्यास्ट्रिकको अनि यो भाङको चिया छ नि हाम्रोमा भाङको चिया चाहिँ एकदम ग्यास्ट्रिकको लागि चाहिँ एकदम व्यापक भएको छ अहिले यहाँबाट अहिले लगभग हजारौँ परिवारले सिकेर अहिले खाएर ग्यास्ट्रिकहरू ठिक भइरहेको छ म चाहिँ के भन्छु भने मेरोमा आएर खानुपर्छ भन्दा पनि यहाँको खानपिनहरू चाहिँ कस्तो छ तपाईँले घरमै खाइदिनुहोस् घरमै सिक्नुहोस् अझै कुनै होटल खाजाघर खोल्न चाहनुहुन्छ भने आउनुहोस् म फ्रीमा ट्रेनिङ गराइदिन्छु होइन सिकाएर तपाईँहरूलाई यहाँको जे छ हुबहु म दिन्छु भनेर म बारम्बार भनिरहेको छु होइन आउँछौँ बेला यहाँ निस्केको आउँछौँ नि पानी पनि त